पछाडि देखिरहेको दृश्य नेपालको नभई अस्ट्रेलिया स्थित तास्मेनियाको होबार्ट सहरको हो र यहाँ नेपाल फेस्टिभल भइरहेको छ। हरेक 2 वर्ष हुने यस नेपाल फेस्टिभलमा विशेष गरी अस्ट्रेलियामा रहेका विदेशीहरूलाई नेपाल कस्तो छ त भनेर चिनाउन र यहीँ हुर्केका नेपाली बालबच्चाहरूलाई पनि नेपाल र नेपालीपन झल्काउनको लागि यहाँ कला संस्कृति देखाउनको लागि यो परेड यहाँ आयोजना गरेको छ र हरेक 2 वर्षमा हुने यस परेडमा यसपटक भने करिब 7 देखि 10,000 नेपालीहरूको सहभागिता हुने जनाइएको छ। अस्ट्रेलियाको तास्मेनिया राज्यमा दोस्रो संस्करणको नेपाल फेस्टिभल आयोजना गरिएको छ। विदेशीहरूलाई र अस्ट्रेलियामा हुर्किरहेका दोस्रो पुस्तालाई नेपालको पहिचान नबिर्सिउन् भन्ने हेतुका साथ नेपाल फेस्टिभलको आयोजना गरिएको हो। यो फेस्टिभल अस्ट्रेलियाका मुख्य शहरहरू जस्तै सिडनी, मेलबर्न, ब्रिस्बेन सबै ठाउँहरूमा हरेक 2 वर्षमा एकपटक हुने गर्दछ। होबार्टमा पनि त्यही अनुरूप नेपालको कला, संस्कृति, विभिन्न वेशभूषा, रीतिरिवाजहरू झल्कने किसिमले नेपाल फेस्टिभल आयोजना भएको छ। नेपाल फेस्टिभललाई औपचारिक रूपमा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र तास्मेनियाकी सम्पदा मन्त्री मेडलिन ओगिभिलले पानसमा बत्ती बालेर शुभारम्भ गर्नुभयो। नेपालीहरू तास्मेनियाको महत्त्वपूर्ण सदस्य रहेको पनि मन्त्री मेडलिनले बताउनुभयो। Our government will provide a lot of support to multicultural communities. Festivals are a great way to showcase what you do, and this festival today is a perfect example of that. And I heard also the call for more engagement from our state government, which we're very, very happy to do. Very happy to support you. यहाँ रहेका विदेशीहरूले पनि नेपाल फेस्टिभल चासोका साथ हेरे। कोही नेपाली परिकार चाखिरहेका थिए भने कोही नृत्य प्रस्तुति र बाजागाजामा रमाइरहेका थिए। Very colorful, very exciting, and I love the Nepalese people. I was in Kathmandu in Nepal in 1992 on a 3-month expedition to try and climb Mount Sakali, and some of the Sherpas came over to Wales after. And I just love the Nepalese people. They are a wonderful nation. नेपालीहरू अस्ट्रेलियामा विशेषतः अध्ययनको सिलसिलामा आउने गरेका छन्। विदेशी भूमिमै भए पनि नेपालको सम्झना दिने यस फेस्टिभलले यहाँ अध्ययनरत विद्यार्थी र उनीहरूलाई भेट्न आएका अभिभावकहरूलाई हर्षित तुल्याएको थियो। यो माहौल देख्दाखेरि नेपाली सब जात जातिको वेशभूषाहरू देख्दाखेरि नेपालमै भएको जस्तो फिलिङ भइरहेको छ। जति आफ्नो नेपालीपनहरू झल्किरहेका छन्। यहाँ आएर पनि अस्ट्रेलियामा आएर पनि यो चाहिँ नेपालमै भएको जस्तो महसुस भइरहेको छ। साह्रै खुसी लागेको छ। यहाँ छोरीहरूलाई भेट्न आउँदाखेरि यो अवसर छुट्यो। यो चाहिँ मेलामा हिँड्न पनि पाइयो र साह्रै खुसी लाग्यो। यस्तो सधैँ भइरहेको देख्न पाइरहेको एकदम रमाइलो लाग्छ। नेपाली कल्चर यहाँ आएर यत्रो यो विदेश आएर पनि यत्रो हाम्रो समाज जम्मा भयो। एकदम धेरै धेरै खुसी छ। यो गराउनेलाई पनि धन्यवाद छ। यस्तै हुनुपर्छ सबै वर्षेनी। यसरी हरेक 2 वर्षमा एकपटक हुने नेपाल फेस्टिभललाई यसपटक तास्मेनियाको राज्य सरकारले पनि करिब $30,000 सहयोग गरेको थियो। विशेषतः नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पनि नेपाल फेस्टिभल आयोजना गरिएको हो। अस्ट्रेलियामा हुर्किएका बालबच्चाहरूलाई पनि नेपालबारे गहिरो जानकारी दिन यो फेस्टिभलले पक्कै मद्दत पुर्याउनेछ। अस्ट्रेलियाबाट सुमन भट्टराईको रिपोर्ट।